आज हामी खेल्नेवाला छौँ माइनक्राफ्ट अनि पार्ट 3। आज हामी जानेवाला छौँ नेदर पोर्टलमा। घरको लुक 3 2 1 गो। ल हामी उता जाको त्यो सिके पो हुन्छ नि गाइस। हैन हामीले त्यत्रो 5-6 घन्टा 5-6 घन्टा ग्राइन्ड गरेको हैन। लास्टमा के भइदिरा थाहा छ गाइस? रिकर्डिङ अन थिएन भने। अब हेरौँ रिकर्डिङ अन नै थिएन लिटरली। लिजन त्यो यस्तो रिस उठिरहेको छ नि म साच्चै। हामी त्यो यो सुलियम हैन यो लाइटहरु लास्टमा भाइ हामीले त कुनै स्पन्ज नै दिन बिर्स्यौँ ओसन मोन्युमेन्टमा गएर। छोड्नु अब माथि हामी यस्तो चिज देखाउँछ नि। त्यो ग्राइन्डिङ गरेको छौँ नि गाइस हामीले। सबै गइसक्यो। हामीले कति एक्सपी ग्राइन्ड गरेको थियो साच्ची 1000 सम्म जतिको 1000 सम्म त हैन 200 जतिको भइसक्यो। त्यो रिस उठिरहेको छ नि मलाई गाइस। अब म एउटा चिज देखाउँछु। यो सबसे खतरा यहाँ छैन, अर्को ठुलो चेस्टमा छ। यता हैन यो चेस्टको भित्र सब नेदरमा जाने सामानहरु एनमिल बनाएको हामीले नोटवर्कको। अब हामी एउटा के म देखाउँ देखाऊ पहिला यो हेर्नु के हामी लिटरली ओभर पावर छौँ कि गाइस। अब त लिटरली भेरी भेरी ओभर पावर। यता यो खतरा अनि यता अब शार्पनेस 5 भएको यो हेर्नु न गाइस। लुटिङ पनि छ यसमा शार्पनेस। यो चाहिँ सबसे खतरा, यो सबसे दामी छ। यो यसमा त मेन्डिङ मात्रै लाग्छ। यसमा पर्छ भाइ। हामी त साच्चै एकदमै त्यस्तो भने एरो हामी हटाख एरोलाई सबसे लास्टमा राखौँ हामी हैन। अनपछि खाना दियो खाना अगाडि हामी पोसनहरु नि ग्राइन्ड गरेको सबै ग्राइन्ड गरेको भने सब ग्राइन्ड गरेको हामी चाहिँ। अब यसै राख्दियो यो हेलमेटलाई राख्दियो हेलमेटलाई राख्दियो गोल्डन हेलमेट लगाउने हो। भात खानी गाइस। यो ग्लिच भइरहेछ यसलाई धेरै ग्लिच हुन्छ गाइस। इग्नोर गर्दैन। दुईटा तलवार छ हामी हट्टा गाइस। क्याक्सहरु अब एउटा सिल्ड नि मेन छ सबै। यता पोसन मर्यो भने नि हामी यस्तो रिस उठ्छ यस्तो गाइस। मर्यो भने त अनि सबसे बेस्ट चिज त बिर्स्यो भाबी कुकुर। पालेकै छैन भाइ अहिलेसम्म। घोडा त हामीले अस्ति के अरे सेकेन्ड एपिसोड पालेको। आर्मर कस्तो हो? पिङ्की आर्मर सिट बस ल हामी जान्छौँ। यसलाई घरको बाहिर राख्यो भने के स्केलेटन हाम्रो घरबाट दूर हुन्छ। के हुन्न अहिलेको लागि छोड्दिनु गाइस हैन। अब हामी जाने सबै सामान त लिन चेस्टहरु सबै सामान त लिएको थिएन। अब भोलिको एपिसोडमा हामी जाने ओभर पावर छ भने लिटरली हामीले एक ड्यामेज नै गरेको छैन त्यसले। हामीले लिटरली भेरी ओभर पावर भने मेन्डिङ छ देख फायर रेजिस्टेन्स एक्सिट बोकन
अगाडि नै भएको फायर रेजिस्टेन्स फ्लेम हाल्नु पर्ने तर यति एक्सपी बचेको थिएन कि लास्टमा 3 एक्सपी बच्यो अनि फ्लेमै हाल्न पाएन हे सबै यो नि एउटा सबै त नदिम यो दुईटा दिम यो सबै एन्ड्रोइड वालालाई मार्नलाई त राख्नु भ साथी एन्ड्रोइड ड्रागनलाई लैले नै मार्ने हैन भोलि मार्ने भोलि 6वाँ एपिसोडमा 6th एपिसोड हिलिङलाई नराख पया सुरु फायर रेजिस्टेन्स 3 मिनेटको हो 6 मिनेटको हो यिनीहरु कति मिनेटको हो यिनीहरु त मिनेटको हुन्नन् साच्चै के यिनीहरु त हैन रुक भइसक्यो हैन दुईटा दिनु नगरमा कति गाह्रो हुन्छ त्यही भएर तपाईँ निदानमा जानु सुत्नु पहिला हजुर सुत्नु राति त के मुस्टले मार के गर्छु त कहिले गए हुन्छ हाम्रो आरडी चाहिँ क्राई द पदुवा एन्ड मुतुवा I'm literally, I'm invincible. So guys, I know if I'm literally your sharpness channel, you are knock back. She don't let me knock back. Got a pot again, yes, the mobs are running. So what am I just know that come on guys वाटर उठेको हो क्या हो गाइस हजुर यस्तो होरन साउन्ड आइदियो भने के आको होरन साउन्ड आइदिरा भने कस्तो कसले हानेर होरन साउन्ड आको कसले हानेको सुतिसक्यो हो उताल हेरेर भाग्नु न छिटो गोल्ड पनि गाइस सुन्नु त ला गोल्ड नै छैन किन ए गोल्ड बिर्तिर भो तोडी हाल्दिने उता माथि हरि त्यो उता माथि म त कस्तो बिल्डिङ ब्लक्स नै छैन छ्या बिल्डिङ ब्लक्स छैन ल छोड दिउँ न हामी एउटा एपिसोड छ त दाइ त बिर्स म हामी उता 1 सेकेन्डमा कत्रो खोदिहाल्छ पहिला लामा बन्द गर्नु सबै दाल भएर मोटा त मात्रै धेरै नै ओभर पावर छैन धेरै ओभर पावर हो धेरै नि छिटो तोड्दैन तोड्नु अब ल यता लाभा हुन्थ्यो नि आज यस्तो रिस उठ्थ्यो त लाभा भएको है दाइ फायर रेजिस्टेन्स पिहाल्थ्यो नि तर नि यस्तो लाग्यो नि यत्रो भने जब जाने अब जाने तर मोबाइल दिनु भनेपछि दिइहाल्नु है उता घाँस टार्नु हुन्छ नि मार्छन् के हुन्छ दाइ दिइहाल्नु नि भनिरहेछु कहिले केमा चाल्नु हुन्छ कहिले जानु सुरु गर्नु जान्दै नहल्लिनु है मेरो साथीले भनेको त्यहाँ नै एउटा त्यो कस्तो होल जस्तो हुन्छ के स्पोने हाल्नु कस्तो होल जस्तो जग्गामा हुन्छ के नहल्लिनु नि मेरो कुरामा हाल्नु अलिकति हल्लिनु धेरै हल्लिँदैन
guys, you're going to Nether. Nepali fufu going to Nether. Lauridon is going to Nether. Being survive. Gaming setup को टूर हुन्छ अलि न बिस्तारै भना थियो नि अलिकति हामीले ए घाँस टुन्छ यतातिर बो समातेर बस्नु न इन्फिनिटी ए ताको कोअर्डिनेट्स याद राख्नु न याद राख्नु है स्क्रिनशट लिने है स्क्रिनशट लिने रुको त स्क्रिनशट दिनु मिल्छ होला है गाइस रुम न स्क्रिनशट छ भयो उयो उता नजानु न यसले मार्छ भग्दिङ सर्ले है पिग्लिन्छ के ए हाम्रो गोल के हो तपाईँ बिर्सिनु भयो यिनीहरूसँग टक्राउनु के गोल्ड देऊ न गोल्ड यिनीहरूलाई दिने होइन गोल्ड कसलाई दिन्छ ओ त्यो तल झरेर राम्रै भयो हामी ओभर पावर भयो मेजरमा आएको छौँ होइन गाइस यार जम्प गर्दिउँ ल बचेको हामी माथि जाने उता पुगेर हामी त्यो कस्तो मान्छे रे एकछिन के ब्लक लगाउनु न बिल्डिङ ब्लक नै छैन समाते अब तोड्नु कस्तो भयो अब खानेकुरा ब्लक तोडेर त्यो घाँसलाई मरियो कता भाग्नु नि खान्न भिडियो रोक्छौँ है गाइस एकछिन भात खानु पर्यो पुरै बन्द गरिहाल्छ आफूलाई अब हामी यतै भिडियो रोक्छौँ गाइस पहिला त्योभन्दा पहिला अघि नदेखि ब्रेड खानु भनिरहेछ होइन गाइस अब रोक्छौँ है हामी भिडियो बाई गाइस